रवि लामा छानेज्यू भारत भ्रमण जानुभएको छ। यस्तो स्वागत गर्यो उस्तो स्वागत गर्यो भनेर चाहिँ फेरि त्यसलाई रोइलो बनाएर आएको छ। बलि दिने पशुलाई खुवाउने भनेको हरियो घाँस नै हो के, अनि लास्टमा चाहिँ मार हान्ने हो कि होइन? यो साउन भदौमा आँखा फुटेको गोरुले चैत वैशाखतिर पनि हरियो देख्छ अरे, अनि हरियो सम्झिँदै तपाईँको चाहिँ मालिकले जोत्छ अरे क्या। अहिले भर्खरै रवि लामा छानेज्यू राजसभाका सभापति भारत भ्रमण जानुभएको छ। प्रधानमन्त्रीज्यूले बोलेको अभिव्यक्तिलाई ढाकछोप गर्नको निम्ति यस्तो स्वागत गर्यो उस्तो स्वागत गर्यो भनेर चाहिँ फेरि त्यसलाई रोइलो बनाएर आएको छ। सामाजिक सञ्जालमा रोइलो गरिरहेको छ। म तपाईँहरूलाई भन्न चाहन्छु, कुनै पनि तपाईँको चाहिँ बलि दिने पशुलाई खुवाउने भनेको हरियो घाँस नै हो के, अनि लास्टमा चाहिँ मार हान्ने हो कि होइन? लास्टमा मार हान्ने हो। अनि यो साउन भदौमा आँखा फुटेको गोरुले चैत वैशाखतिर पनि हरियो देख्छ अरे, अनि हरियो सम्झिँदै तपाईँको चाहिँ के भन्छ त्यसको चाहिँ मालिकले जोत्छ अरे क्या। त्यसै कारणले गर्दाखेरि म भन्न चाहन्छु, हाम्रो देश भनेको कुनै व्यक्तिको उच्च सम्मान र तपाईँको चाहिँ अपमानसँग देशको स्वाधीनतामा तपाईँको चाहिँ त्यो आधारमा स्वाधीनता जोडेको हुँदैन। त्यसै कारणले गर्दाखेरि हाम्रो देशको यत्रो तपाईँको चाहिँ स्वाधीनतामाथि, हाम्रो देशको सीमामाथि कार्यकारी प्रधानमन्त्रीज्यूले दिएको राष्ट्रघाती अभिव्यक्तिलाई ढाकछोप गर्नको निम्ति थरीथरीका एआईको माध्यमद्वारा अल्गोरिदमहरू प्रयोग नगर्नको निम्ति पनि यो सरकारलाई म चेतावनी दिन चाहन्छु। र सम्पूर्ण देशवासीहरू त्यस तपाईँको चाहिँ त्यतातिर नअल्मलेर भ्रमित नहुनको निम्ति म अनुरोध गर्न चाहन्छु। यदि भन्दै आज म धेरै लामो बोले होला, साथीहरूले सुन्नु पनि ज्याउ लागिसक्यो होला, तर म तपाईँहरूलाई भन्न चाहन्छु, हामी सबैजना अब देश बचाउनको निम्ति, राष्ट्र निर्माणको निम्ति सबैजना सङ्गठित हौँ र सबैले तपाईँको आफ्नो आफ्नो क्षेत्रबाट के कति सकिन्छ भूमिका निर्वाह गरौँ भन्दै अन्तिममा यो किवा टोली भनेर चाहिँ एउटा भनिहाल्नु पर्यो। किवा टोलीको विषयमा है, श्रम संस्कृति पार्टी चाहिँ किवा टोली भन्दो रहेछ। तर हिजो रवि लामी छाने जेलमा हुँदै गर्दाखेरि त्यो के अरे हस्ताक्षर सिग्नेचर सङ्कलन गर्दै क्युआरको अभियान कसले चलाएको? हामीले हो, हामीले हो। पार्टी चलाउने हामीले क्युआर मागे हौँ। हामीले दार्चुला जस्तो चाहिँ तपाईँको विकट ठाउँमा पुल निर्माणलाई क्युआर सार्वजनिक गरेका हौँ। हामीले श्रम संस्कृति पार्क र तपाईँको देशका ठुला